इटरीमा सायदै पहिलोपटक हामी क्लोथ ब्याङ्कको सञ्चालन गर्न लागेका छौँ होइन। वडा नम्बर 6 र वडा नम्बर 16मा चाहिँ हामीले सुरुवाती चरणमा चाहिँ कसरी सुरु गर्ने भनेर चाहिँ हामीले निष्कर्ष निकालिसकेका छौँ होइन। अब सर्वप्रथम त क्लोथ ब्याङ्कमा हुनुपर्ने लत्ता कपडाहरू चाहिँ हामीलाई चाहिन्छ। त्यसको लागि चाहिँ हजुरहरूले फ्री अफ कस्ट कतै घरमा थुप्रेका छन् या हुन्छ नि घरमा नलगाएका कपडाहरू छन्, साना भएका कपडाहरू छन्, छोराछोरीको कपडा, युज नहुने कपडाहरू छन् भने चाहिँ हजुरहरूले क्लोथ ब्याङ्कमा आएर डोनेट गर्न सक्नुहुन्छ। अनि त्यसको साथसाथै तपाईँहरूले बदलामा हजुरहरूले अरू त्यहाँ भएका लुगाहरू पनि लान सक्नुहुन्छ। र तपाईँहरूको छरछिमेकमा, तपाईँहरूको समुदायमा, तपाईँहरूको क्षेत्रमा कसैलाई पनि यस्तो कपडाहरूको खाँचो छ, अभाव छ भने चाहिँ तपाईँले त्यहाँबाट लिएर चाहिँ लग्न सक्नुहुन्छ, पुर्याइदिन सक्नुहुन्छ। त्यो पनि गर्दा भयो। यदि तपाईँहरूको गाउँठाउँमा यस्ता खालका हाम्रो सहयोगको खाँचो कसैलाई देखिराख्नु भएको छ, सहयोगको खाँचो परेका व्यक्तिहरू देखिराख्नु भएको छ भने हामीलाई जानकारी गराइदिनु भयो भने हामी त्यही स्थान पुगेर पनि हामी सहयोग गर्न सक्छौँ होइन। अब यो कुरा इनिसिएट गर्नको लागि चाहिँ हामी जस्तै युवाहरू मिलेर गर्न खोजिरहेको छौँ। अनि कति कुराहरू चाहिँ नयाँ छौँ, गर्दैछौँ होइन। यदि तपाईँहरू पनि यसमा हातेमालो गर्न चाहनुहुन्छ भने हामीलाई सम्पर्क गर्नुहोला, मेसेज गर्नुहोला। र यस हामीले चाहिँ यो कुरा फर्स्ट टाइम इस्टाब्लिस गर्न लागेको हो होइन। सुरुवाती चरण हो। सायद यो हाम्रो सानो प्रयास कसैको जिन्दगीमा प्रभावकारी बन्छ भन्ने आशा छ। र हजुरहरूले केही कदम सहयोग गर्न चाहनुहुन्छ भने मोनिटरी सहयोग भन्दा पनि तपाईँहरूले जस्तो त्यहाँनिर सामग्री ल्याएर या हुन्छ नि इस्टाब्लिस गर्नको लागि भौतिक पूर्वाधारहरू चाहिँ तपाईँहरूले फिजिकल इन्फ्रास्ट्रक्चर्सहरूलाई चाहिँ अलिकति डोनेट गरेर या हुन्छ नि बनाएर चाहिँ दिन सक्नुहुन्छ। त्यति गर्न सकिन्छ। र हातेमालो चाहिँ गर्नको लागि पनि हजुरहरू तत्पर हुनुहोला किनभने अहिलेको अवस्था नै त्यस्तै छ। आइ एम सो होपफुल यो कुरामा। अनि आशा छ यो कुराले कसै न कसैको जिन्दगीमा अवश्य नै प्रभाव पार्छ। थ्याङ्क यू।